नमस्कार नमस्कार के हुँदैछ नेपालतिर मेरो 50 दिनको मिसल सामाजिक सञ्जालमा सपोर्ट गरेको राजनीतिक पार्टीलाई आज सक्सेस भएको अनुभूति भएको छ। मेरो आफ्नै घर अगाडि मेरो घरको सिधा अगाडिको नेपाली कांग्रेसले के भनेको थियो भने आजभन्दा 40 दिन अगाडि धेरै नखोक मर्लास पशुपतिको शराब लाग्ला तँलाई भन्दै थियो। आज त्यसलाई लाग्यो होला नि पशुपतिको शराब। मेरो घरको सिधै अगाडिको जात पनि एउटै छ, पौडेलै हो, त्यसलाई लाग्ला होला नि हैन। त्यही भएर हामीले केही हुन्छ भनेर मात्रै सपोर्ट गरेको। तिम्रो त देखियो त 34 वर्ष। अब केही हुन्छ कि देशले केही मुहार फेर्छ कि केही महसुस गर्न पाइन्छ कि भनेर मात्रै सपोर्ट गरेको हामी त भर्जिन हो। अनि एउटा मेरो आफ्नै पौडेल गाउँको दाई पर्छ, हरिश्चन्द्र पौडेल हो के हो नाम, तमुजीको होस् र भन्यो त्यसले मलाई सिधै कमेन्टमा। मैले नि तमुजीको होस् भने, बच्चाको जस्तो सोचेहस्, राम्रोलाई राम्रो गर, नराम्रोलाई नराम्रो गर भन्ने धारणा हो मेरो। त्यसलाई पनि मेरो यही टिकटकबाट सन्देश। हुन त मसँग ऊ छैन अहिले, त्यही भएर मान्छेले राम्रोलाई राम्रो गर्ने हो। के भइरहेछ, के भएर चुनाव हुँदैछ भन्ने कुरो अलिकति दिमागमा सोच्नुपर्छ। पुरानो पार्टी होइन नि। त्यसै भएर मलाई यस्तो आनन्दित फुल भएको छ। म 10 वर्ष बस्छु खाडीमा, मलाई टेन्सन छैन। देश विकास भयो नि त खाडीमै बसौँला। तर मेरो पछाडिको पिँढीहरू, मेरो छोरो, मेरो सानो छोरो र नाति नातिनाहरू, अब जन्मिएकाहरू परदेश यसरी हामी चाहिँ हिँड्न नपरोस् भन्ने हिसाबले मात्रै मैले साथ सपोर्ट गरेर केही हुन्छ कि भनेर गरेको। भोलि भएन भने त यिनीहरूलाई पनि खेदाइहाल्छन् नि त। जनताले त्यसै छोड्छन्। 77 जनाको रगतमा टेकेर भोट दिएका छन्। अब हत्याराहरूले त पुरानै पार्टीलाई सपोर्ट गरे। हामी कराउँदा त दुनियाँ खनिए। अब अहिले खनिन, आइज त ल, आइज कमेन्टमा आइज। के गर्न सक्छस्, औकात छ तेरो, देखाइदिए त जनताले। सबै जनताले देखाइदिए त छर्लङ्ग। मेरो काङ्ग्रेस हो, नयाँ काङ्ग्रेस हो, मेरो एमाले, चुच्चे नक्सा ल्याएको भनेर उफ्रेथ्यौ त। केही छ, जनता सबभन्दा पावरफुल छ। अब गुन्डागर्दीको जमाना गए। पहिला गुन्डागर्दी गरेर ग्याङ बनाएर अब चल्दैन। हरेक मान्छे अब अहिले पत्रकार छन्। एउटै घरमा 6 जना पत्रकार छन्, किनकि तिनीहरूसँग हातमा मोबाइल छ। त्यसैले मैले भन्दैछु, के राम्रो हो त्यसलाई पछ्याउने हो अहिलेको जमानामा। हामी विदेश हिँडेर खाडी हिँडे भन्दैमा हामीले बेल्चा मात्रै हानेको छैनौँ। हामीले बेल्चा कुन तरिकाले हान्दा रहेछन्, कसरी बेल्चा हानिदो रहेछ भन्ने कुरो पनि अनुभव गरेको छ। हामीले यहाँ देखेका छौँ। 20 वर्ष भयो, 2 दशक भयो। तिम्रो जस्तो स्कुलमा साना बालबालिकालाई लट्ठीले पिट्दै, चक डस्टरले मेट्दै, लेख्दै गरेर पढा जस्तो होइन नि यहाँ विदेशमा। हामीले हरेक देखेछौँ। यहाँ नेपालमा बसेर जाहेर खाएर म चाहिँ ठुलो हुँ भन्ने नसोच। पशुपतिको शराब तँलाई लाग्नेछ, तँलाई हेर्दै जा। तेरो लागि बनाएको र मेरो गाउँको एउटा हरिश्चन्द्र पौडेल भन्नेलाई बनाएको। कति गर्थिस् तिमीहरूले? मैले 45 दिनको अन्तरमा सपोर्ट गर्दाखेरि अरू पनि छन्। अरूहरूलाई मैले केही नि भन्दिनँ। अरूले राम्रै तरिकाले कमेन्ट गरेको थिएँ। तर तिम्रो 2 जना चाहिँ मेरो जिन्दगीमा कहिल्यै पनि मेरो आँखा अगाडि पर्यो भने नि म तिमीलाई बोलाउने नै छैन। मेरो लागि तिम्रो सधैँको लागि छैन। यही हो मेरो अन्तिम। तिम्रो 2 जना मेरो यो चुनावको लागि, मेरो सपोर्टको लागि, त्यसको लागि मैले भिडियो बनाएको। त्यही भएर किन सपोर्ट गर्न सक्दैनौ तिमीहरूले भने चुप्लाएर बस्नु पर्थ्यो। हामी त गर्छौँ नि। यत्रो बालबालिका ड्रेसमा मरिरहेछन्, अनि त्यही पार्टीलाई भोट दिने तिमीले दिन्छौ भने तिमीहरूको विरुद्ध हामी नउत्रे कुनको विरुद्ध आउने? हामी खाडी बसेको मान्छेहरू। त्यसको लागि यो भिडियो बनाएको मैले। यति खुसी छु नि आज, यति खुसी। म खाडी जति वर्ष पनि भन्न सक्छु। तर तिमीहरूको पत्ता साफ हुनेवाला छ। आज पहिलो दिन हो भोट काउन्टिङ हुने भन्ने अब महसुस भएको छ। बालेनले कन्फर्म केपीलाई जित्छ। अब अमरेश र गगनको पनि के हुन्छ हेर्दै जाऊँ, लेट्स सी होइन। तर ठिक छ, खुसी छु। जय देश, जय राष्ट्रिय स्वतन्त्र पार्टी, जय बालेन रवि। गुड बाई।